परिवर्तन सबभन्दा पहिला महत्त्वपूर्ण भनेको इच्छा शक्ति। म यो गर्न सक्छु भन्ने एउटा आफूमा आत्मविश्वास हुनु जरुरी छ। यो फिल भनेको हेर्दाखेरि मान्छेहरूले कति सजिलो जस्तो लाग्छ, तर यसमा च्यालेन्जेसहरू धेरै नै हुन्छ। किनभने हामी मार्केटमा जाँदाखेरि कुनै ग्राहकहरूले राम्रो व्यवहार गरिन्छ भने कसैको हेर्ने दृष्टिकोण अलि फरक पनि हुनसक्छ, जसले गर्दाखेरि आफ्नो सबभन्दा त मैले भने आफ्नो आत्मनिर्भरता र आफ्नो आत्मविश्वास एकदम दरिलो बनाउनुपर्छ। र म गर्न सक्छु भन्ने एउटा त्यो सहित हामी चाहिँ बाटोमा ओर्लियो भने चाहिँ हामी त्यो अवश्य सफल हुन्छ। र यसमा चाहिँ एकदमै जरुरी भनेको कन्सिस्टेन्सी, निरन्तरता चाहिँ एकदमै आवश्यकता छ। आज हामीले एउटा क्लाइन्टसँग चाहिँ भेटेर उसँग कुराकानी गर्यो भने उसलाई चाहिँ हामीले टाइम टु टाइम उहाँकोलाई डिस्टर्ब नहुने गरेर उहाँको समय मिल्ने अनुसार चाहिँ हामीले चाहिँ एकदम फलोअप चाहिँ गर्नुपर्ने हुन्छ। तर धेरै जसोले चाहिँ के गर्छ भने यो फिल्डमा आइसकेपछि एक दुईजना क्लाइन्टहरूसँग कन्ट्याक्ट गर्छ र भेटिसकेपछि उसको त भ्याउँदैन, उसको पैसा छैन भनिसकेपछि ऊ ब्याक हुने गर्दछ। तर त्यो नगरिकन चाहिँ उसको समस्यालाई पनि हामीले ग्रहण गर्नुपर्छ। सबै बुझेर चाहिँ उसलाई चाहिँ हामीले टाइम टाइममा चाहिँ सम्पर्क गरेर उहाँको समयअनुसार हामीले फलोअप गरेर चाहिँ यसरी निरन्तरता दियो भने चाहिँ यो व्यवसायमा चाहिँ हामी सफल हुन चाहिँ सजिलो हुन्छ